नेपालमा मुख्य जलस्रोत के हो? सही उत्तर हो नदी। पानीबाट उत्पादित ऊर्जा के भनिन्छ? सही उत्तर हो जलविद्युत। नेपालमा कुन धातु पाइन्छ? सही उत्तर हो तामा। सौर्य ऊर्जा कसरी प्राप्त हुन्छ? सही उत्तर हो घामबाट। कुन एउटा नवीकरणीय स्रोत हो? सही उत्तर हो हावा। हाम्रा रमाइला र शैक्षिक बालपुस्तकहरू अमेजनमा उपलब्ध छन्। आजै किन्नुहोस् र तपाईको बच्चालाई नेपाली भाषा र संस्कृतिमा समृद्ध बनाउनुहोस्।